पत्रकारहरूले रवि लामिछानेलाई सुदन गुरुङ फेरि गृहमन्त्री बन्छन् कि नै हैन, अनि सुदन गुरुङको बारेमा छानबिन कहाँसम्म पुग्यो, सुरु भयो कि नै, सहकारी पीडितहरूले न्याय पाउँछन् कि नै, अनि लास्टमा महत्त्वपूर्ण कुरा चाहिँ जीवी राई पक्राउ गर्न सक्छ नै यो सरकारले भन्ने प्रश्नमा रवि लामिछानेको जवाब के आउँछ है त, सुनौ है त भिडियो। सुदन गुरुङले जे आरोप लागे उहाँमाथि, उहाँले राजीनामा दिनुभयो, छानबिनका लागि सघाउँछु भन्नुभयो। छानबिन कहाँसम्म पुगेको हो, कहिले हुन्छ, त्यसको प्रोसेस कहिलेसम्म गइसक्छ यो अलिकति? मलाई लाग्छ छानबिनको प्रक्रिया अब चाँडै सुरु हुन्छ। त्यो कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि तपाईँहरूलाई जानकारीमा आइ नै हाल्छ। अहिले उहाँले आफ्नो नैतिकता देखाएर ममाथि प्रश्न उठेको हुनाले छानबिन गरियोस् नै भन्नुभएको, मलाई पनि छानबिन गर्नु पर्यो, मलाई छानबिन गरियोस्, म पनि मलाई नि अरूलाई जस्तै मलाई पनि छानबिन गरियोस्, ममाथि उठेका प्रश्नहरूको निराकरण होस् भन्नुभएको छ। उहाँमाथि छानबिन हुने कुन प्रक्रियाबाट भन्ने कुरा चाँडै हुन्छ। त्यो छानबिन जीवी राईको विषयमा भन्दैन, जीवी राईले सरकारले समात्न सकेन भन्ने उहाँले सफाई पाइसके पश्चात उहाँ नै गृहमन्त्री बन्नुहुन्छ भनिराख्नु भएको छ। अब आयोगै बनेको छैन, सफाई नै भएको हुन्छ, तपाईँको सफाई पाए पनि नराख्नुहोस् भन्ने हो कि तपाईँको प्रश्न? सफाई नै पाउनु भएन भने त पाइसक्नु भएपछि त त्यो त प्रश्न सकिने नै होला। सुदन गुरुङलाई नै फिर्ता ल्याउनुपर्छ भन्दै माइती घरमा दिनौँ आन्दोलन भइराखेको छ। हुनसक्छ नि उहाँलाई समर्थन गर्ने साथीहरूले उहाँको लागि पुनर्बहालीको लागि गर्नुभएको रहेछ भने त ठिकै हो नि, त्यति समर्थक प्राप्त गर्नुभएको छ। जीवी राईलाई चाहिँ समात्न सकेन यो सरकारले, यो पावरफुल सरकार बालेन शाहको सरकारले जीवी राईलाई समात्न सकेन, सहकारी पीडितले न्याय पाएनन् भन्ने प्रश्न आएको छ। समाउन सकेनन् भन्ने निर्णय नै भइसक्यो कि यसलाई अलिकति कुन पनि पर्छ? सरकार पनि 1 महिना भयो, सकेन भन्नेको निष्कर्षै निस्क्या हो कि बाँकी निष्कर्ष बाँकी छ?